आदरणीय दर्शकवृन्द, म महासेनानी माधव सुन्दर खड्का अवकाश प्राप्तको तर्फबाट हार्दिक अभिवादन। यस कार्यक्रम निर्वाचन विशेष 2082 मा आज मैले निजामती प्रशासनका धरोहर एक मूर्धन्य व्यक्तित्व डाक्टर द्वारिकानाथ ढुङ्गेलाई स्टुडियोमा निम्ताएको छु। डाक्टर साहब नमस्कार। नमस्कार। आराम आइबक्सिन्छ? तपाईले के देख्दै हुनुहुन्छ कर साहब? एकदम हजुरको सक्रियता देखेर म आफै अचम्बित भएको छु। डाक्टर द्वारिकानाथ ढुङ्गेल नेपाली समाजले चिनिरहेको नाम र मैले उहाँलाई चिनाइरहनु पर्ने खासै आवश्यकता छैन, किनभने उहाँले जुन उहाँ रिटायर्ड भएपछि लगातार 27 वर्षसम्म नेपाली समाजलाई आफ्नो ज्ञान र अनुभव निरन्तर बाँडेर आउनु भइरहेको छ। उहाँले करिब 3 दर्जन भन्दा मुख्य पुस्तक र हजारौं हजार लेखहरू विशेष गरेर नेपालको जलस्रोत लगायत सीमा साथसाथै मेन उहाँ चाहिँ यो प्रशासनिक सुधार आयोगको अध्यक्ष सदस्य सचिवको रूपमा पनि कार्यरत रहनु भएको थियो र निजामती प्रशासन माथि कोत पर्व जलस्रोतमा चक्रव्यूहमा नेपालको जलस्रोत लगायत बेलायत भारतबाट नेपाल भारत सम्बन्ध लगायत उहाँका कैयौं पुस्तकहरू नेपाली समाजले चिनिएको एक मूर्धन्य व्यक्तित्व डाक्टर द्वारिकानाथ ढुङ्गेललाई आज मैले यस कार्यक्रममा बोलाउन पाउँदा मेरो पनि गर्वले छाती फुलेको छ। डाक्टर साहब साह्रै खुसी लागेको छ हजुर यो कार्यमा आइबक्सेर। धन्यवाद। एउटा कुरो तपाईलाई म अलिकति उ गरे हो, मिलाइदिउँ है। बस 1000 त नभनौँ, 100 जति 100-150 लेखहरू भयो होलान्। किताब त अब बच्चा-बच्ची भन्छ, मैले निक्लिए होलान्, त्यसको लागि धेरै धेरै धन्यवाद हजुर। किनभने यो सक्रियता यो उमेरमा चाहिँ युवाहरूको लागि चाहिँ एउटा ठुलो प्रोत्साहन र मनोबल हो। हजुरको लागि त म पनि युवै हो, म अरूको लागि प्राउड भए पनि, र जुन किसिमले हजुरको यो सक्रियता, बौद्धिक सक्रियता भन्छु, साथसाथै हजुरको शारीरिक सक्रियता चाहिँ पूर्व निजामती प्रशासकहरू र साथसाथै पूर्व सुरक्षा कर्मीले पनि हजुरबाट सिक्नको लागि म आह्वान गर्दछु। अब मुख्य मुद्दामा जाउँ। देशमा सन्निकट निर्वाचन आइसकेको अवस्था छ। जेएनजी आन्दोलनको विषयमा धेरै वक्ताहरूले हजुरले पनि धेरै प्लेटफर्ममा बोलिबक्सेको छ। कतिपय प्लेटफर्ममा त मैले पनि त्यो हजुरका कर्णवाणीहरू सबै सुनेकै छु। जेएनजी आन्दोलन 23 र 24 को घटना त अब धेरै ठाउँमा बोलिसकेर धेरै वक्ताहरूसँग सोधिसक्यो हुनाले जेएनजी आन्दोलनको मागको विषयमा म जान चाहन्छु। डाक्टर साहब, जेएनजीहरूका माग सामाजिक सञ्जाल त त्यही बेला पुरा भइहाल्यो। मेन भ्रष्टाचारको अन्त्य, सुशासनको सुरु र उच्च स्तरको डेलिभरीको जुन माग थियो, त्यो विषयमा यो सरकारले त सीमित म्यान्डेट थियो। अब बन्ने सरकारले त्यसको लागि कस्तो सबैको आइसकेको छ, कसैको प्रतिज्ञा पत्र, कसैको करार पत्र, कसैको घोषणा पत्र आइसकेको छ। पार्टीहरूको बन्ने सरकारले चाहिँ यो मुद्दाको विषयमा कस्तो कठोर कदम चाल्नुपर्ने आवश्यकता देख्नुहुन्छ? धन्यवाद। तपाईले यस्तो प्रश्न गर्नुभयो, सङ्गीन प्रश्न, जुन प्रश्नको बारेमा मेरा दृष्टिकोण अरूको भन्दा अलि फरकै होला। पहिलो कुरो, जसरी मेरो सिंहदरबार जल्यो, मेरो सर्वोच्च अदालत जल्यो र मेरो संसद जल्यो, अब त्यो जलेको कसले जलायो, किन जलायो र त्यसमा हाम्रा सुरक्षाकर्मीहरू कहाँ चुके, त्यो विषयलाई अहिले छोडौँ, त्यसमा जाँदाखेरि तर्क वितर्क गरौँला। तर त्यो आन्दोलन गर्नेहरूले, त्योभन्दा अगाडिकाहरूले 2-4 कुराहरू खोजेका हुन्। पहिलो कुरा, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दिनको हजारौं हाम्रा दाजुभाइ दिदीबहिनीहरू रुँदै बाहिर गइरहेको दृश्य र युवा एउटा ज्ञान र सिप भएका युवाहरू पनि यो देशमा भविष्य छैन भनेर बाहिर जुन लड्को लागेको थियो, त्यो एउटा। र अर्को कुरो, हरेक दिन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाक्सामा हाम्रा दाजुभाइ दिदीबहिनीका लासहरू आइरहेको देखेको। दोस्रो कुरो, मुलुकमा भ्रष्टाचारको नाम जुन किसिमको एउटा कुशासनको चरम सीमामा मुलुक पुगेको कुरालाई उनीहरूले देखे, अथवा अन्तर्राष्ट्रिय तथ्यले नै भनिरहेछ नेपाल एउटा अत्यन्त भ्रष्ट देश हो भनेर। र त्यो भ्रष्टाचार कहाँ छैन भनेर दियो बालेर, बत्ती बालेर खोज्दा पनि नपाउने, सबैमा भ्रष्टाचार व्याप्त भएको उनीहरूले देखेको थिए। र अर्को कुरो, प्रजातन्त्रको नाउँमा केही व्यक्तिहरूले सिद्धान्तविहीन रूपमा
कुर्सीको लागि मात्रै कुर्सी साटासाट गरेको र नातावाद, कृपावाद र राष्ट्रलाई भन्दा व्यक्तिवाद र व्यक्तिसँग सम्बन्धित र पार्टीसँग सम्बन्धित जुन किसिमको व्यवहार गरिएको, अनुत्तरदायी व्यवहार गरिएको थियो, त्यसको विद्रोहमा युवाहरू आएका थिए र त्यो विद्रोहले सिंहदरबार जलाइदियो। उनले जलाएनन्, द्याट्स अ डिफ्रेन्ट इस्यु। जलाएपछि के थियो माग भनेदेखि यिनै कुराहरू आउने सरकारले केही गर्ला भन्ने थियो र वर्तमान सरकारले यो वर्तमान सुशीला कार्कीको सरकारको तपाईँले भनेअनुसार म्यान्डेट चुनाव गराउने हो। त्यो चुनाव गराउने साथसाथै देशमा त कानुन छ त, कानुनमा भ्रष्टाचारका नियन्त्रणका कानुनहरू छन्, अरू कानुनहरू छन्। ती कानुन अन्तर्गत जुन किसिमबाट कारबाही सुरु हुनुपर्ने थियो त्यो कारबाही नभएको देखिएको छ। त्यसले मलाई लाग्छ कैयौँ त्यो जसले शहादत प्राप्त गरे 19 जना युवा बाहेक 70+ र कति घाइते भए, तिनले मेरो विचारमा, आई कुड बी रङ, तिनको मेरो विचारमा तिनले यो सरकारलाई धन्यवाद भनेका छैन होला। आन्दोलनमा छन् डाक्टर साहब घाइतेहरू, त्यो आन्दोलनमा हुने मैले भनिहालेँ, तपाईँले आन्दोलन भन्नु, मैले तिनले धन्यवाद भनेका छैनन् होला। र यो मुलुकमा अहिलेको स्थितिमा अब यो कुरा आन्दोलनले जुन किसिमको माग भएको, आन्दोलनबाट जुन माग भएको थियो, जुन कुरा सिंहदरबारले गर्नु सक्थ्यो त्यो पनि गरेको देखिएन। हुँदा त्यो जुन आयोग गठन भएको हो, गौरीबहादुर कार्कीजीको आयोग गठन भएको हो, राम्रा व्यक्ति हुन्, गौरीबहादुर आयोग गठन भयो, त्यसले जुन काम गर्नको लागि उसलाई दिइएको समय थियो, त्यो समय बढ्दा अहिले मैले सुनेअनुसार गौरीबहादुर आयोगले आफ्नो काम सिद्ध्याइसकेको छ। तर निर्वाचनलाई असर पर्ला भनेर सायद सरकार र आयोगको बिचमा कुराकानी भएर यो सरकार निर्वाचन सिद्धिएपछि आयोगले प्रतिवेदन गरेको म्याद थपिया छ। त्यो के हो भन्दाखेरि दुईटा कुरा, एउटा यो गौरीबहादुर आयोगजीको छ, त्यसले के देखाउँछ भने भोलि यो सरकारले हामीले काम सिधै गरिदिइहाल्यो, अब आउने सरकारले जेसुकै गरोस् भनेर टाउको पन्छाएको र निर्वाचनमा केही समस्या नहोस् भनेर गरिएको हो। जुन कुरा मेरो व्यक्तिगत विचारमा जुन आन्दोलनको थियो, म्यान्डेट थियो, म्यान्डेट कानुनी रूपमा कारबाही गर्न सक्ने म्यान्डेट थियो, त्यो पुरा नगरेको देख्छु। अर्कोतिर अब निर्वाचन त हुने भयो, निर्वाचन त अब एक प्रकारले अन्यथा अदर थिङ्स रिमेनिङ द सेम होइन भने निर्वाचन हुने भयो। यही निर्वाचनकै हकमा पनि त यो निर्वाचनको विषयलाई लिएर, यो सरकारकै विषयलाई लिएर सर्वोच्च अदालतमा रिट परेको हो। सर्वोच्च अदालतले पनि टाउको बन्साउने काम गरे देखियो, जबकि स्वतन्त्र न्यायपालिका हो भने जे हुन्थ्यो त निर्णय त दिनु पर्थ्यो नि त। तर यी त अब अहिलेको स्थितिमा यी त पुराना कुरा भए जस्तो देखिन्छन्। अब मुलुक निर्वाचनमय भएको छ, निर्वाचनमय भएको छ। सबै पार्टीहरू निर्वाचनमा जान तयार छन् देखिन्छ। तर पूर्व प्रधानमन्त्री ओलीजी बेला बेलामा अझै पनि शङ्का व्यक्त गरेर उहाँले के गर्न खोज्नु भएको हो भने म हारेँ भने मलाई चाहिँ नि यो सरकारले स्वच्छ र निष्पक्ष निर्वाचन गराएन भन्ने ठाउँ राख्नको लागि उहाँलाई अब थाहा छैन, उहाँको मतदाताहरूले उहाँलाई फेरि प्रतिनिधि सभामा ल्याउँछन् कि ल्याउँदैनन् थाहा छैन। तर उहाँलाई त्यो मानसिकताले अझै पनि छोडेको छैन जस्तो लाग्छ। उहाँमा अलिकति डरको मानसिकता आयो कि जस्तो लाग्छ, त्यसैले उहाँले त्यस्तो कुरा गरिराख्नु भएको छ। तर निर्वाचनमा जाँदै हुनुहुन्छ र निर्वाचन हुने सम्भावना होइन कि अब त मुलुक निर्वाचनमय नै भइसकेको छ। र 23 र 24 को घटनालाई, अझ 23 को घटनालाई आधारमा मान्ने हो भने त उसका जे मागहरू थिए र जुन मागहरू तपाईँहरूले त ल्याइसक्नु भएको छ, हामीले पनि बेला बेलामा हाम्रो सामाजिक सञ्जाल मार्फत लेखि नै सकेका छौँ। 84 को लागि हुने चुनाव केवल 82 मा हुन मात्रै ती बिचरा युवाहरू, होनहार युवाहरूले को रगत बगेछ जस्तो लाग्यो। डाक्टर साहब, जुन आन्दोलनमा त्यो एउटा रगतले लतपतिएको जुत्ता निकै नै भाइरल थियो, त्यो जुत्ता लगाउने व्यक्ति रसियन सेनामा काम गरेर उताबाट भागेर आएको ती प्रकाश बोरा लगायत 8 जना रहेछन्।
रसियन आर्मीबाट आएका आन्दोलनकारीहरू युवाहरू र 1800 युवाहरू चाहिँ अहिले रसियन आर्मीमा काम गरिरहेको लगत पनि आएको अवस्था छ। कतिको त लास पनि सास पनि केही पनि नभएको अवस्था छ। त्यो चाहिँ एउटा रणनीतिक हिसाबले हाम्रो नेपाली युवाहरू जुन दुबईसम्म गएर त्यहाँबाट त्यसरी आफ्नो ज्यान माया मारेर डाक्टर साहब एउटा 5 वर्षमा पासपोर्ट दिन्छ भनेर ज्यान मारेर युद्धरत छन् र अब यो मुलुकलाई ज्यान माया मारेर अन्य देशको पासपोर्ट र नागरिकता लिनको लागि 1800 युवाहरू त्यहाँ भएको चिज वैदेशिक रोजगारीमा गएका 80 लाख 67 लाखले त श्रम स्वीकृति लिएर गएका करिब 80 लाखमा रहेको आँकडा छ। मर्नै तयार भएको अर्को देशको नागरिकतालाई कसरी विश्लेषण गर्नुहुन्छ? तपाईँले मलाई बडो दुखी बनाइदिनु भयो यो प्रश्नले। किन भनेर सोध्नुहोस् न डाक्टर साहब। सन् शैक्षिक सत्र 84 र 85 को लागि म संयुक्त राज्य अमेरिकाको एउटा प्रतिष्ठित नाउँ लिएर घमण्ड किन गर्नु छ मलाई, संयुक्त राज्य अमेरिकाको विश्व प्रसिद्ध विश्वविद्यालयमा पढ्न जानको लागि म छनौट भएर यहाँबाट खुला प्रतियोगिताबाट छनौट भएर संयुक्त राज्य अमेरिकामा पुगेका थिएँ र हाम्रो पूर्व अनुशिक्षण कक्षा सुरु गर्नु अध्ययनको कक्षा सुरु गर्नुभन्दा अगाडिको पूर्व अनुशिक्षण कार्यक्रम युनिभर्सिटी अफ टेक्सस एट अस्टिनमा भएको थियो। त्यहाँबाट कार्यक्रम सिद्ध्याएर म बोस्टन, मेरो स्कुल बोस्टनमा हो, त्यो बोस्टन आउँदाखेरि त्यो बेला फकल्यान्ड युद्ध चलिरहेको थियो र म कुनै एकजना नेपाली भोलिपल्ट अर्को ठाउँबाट अनुशिक्षण कार्यक्रमबाट आउनुहुने र हामी सँगै बस्ने कुरामा एक रात त्यहाँ बस्ने कुरामा सँगै हामीहरू ट्राभल गरेका यात्रा गरेका बोस्टन आइपुगेपछि म आई थिङ्क आई वाज नाइभ देन, म अलि सोझै थिएँ कि अलि मेरो बुद्धि पुगेन कि मैले के भने म नेपालबाट आएको हुँ। अनि उसले मलाई सोध्यो गोर्खा र नेपाल के हो, म जान्ने मैले इज्जतै हुने हो देशको भनेर गोर्खा भनेपछि मलाई त यु मर्सनरी you had to come all the way from that part of the world to kill us. वार मर्सनरी भन्ने आरोप लगाइदियो है। त्यसपछि मर्सनरी भनेर म त मेरो त छाँगाबाट खसे जस्तो भयो। अब बस्नु छ उसैसँग आज राति, भोलि मात्रै मित्र आउँदैछन्। रातभरि निद्रा लागेन मलाई त्यो बेलामा र मलाई लाग्छ न्युजविकै टाइममा मर्सनरी हो भनेर लेखेको थियो। अब त्यहाँ म जोड्न खोज्दैछु त्यो मर्सनरी त वास्तवमा उनीहरूको दृष्टिकोणमा होला, तर हामीले त्रिपक्षीय सम्झौता अनुसार भारत स्वतन्त्र भइसकेपछि त्रिपक्षीय सम्झौता अनुसार गोर्खाली सेना नेपालीलाई गोर्खाली सेनामा भर्ती हुने अनुमतिलाई निरन्तरता दियो जो ब्रिटिस शासनको कालदेखि थियो। अब त्यो दिनु ठिक छ कि छैन विवाद छ है, त्यसमा तर्क वितर्क होला, त्यो आफ्नो ठाउँमा छ। मेरा केही साथीहरू यो विषय उठाउने बित्तिकै तिमीहरू के छ काठमाडौँमा बसेर हामीले कसरी पढ्यौँ, कसरी हाम्रा बाबुआमा बाजेहरूले विश्वयुद्धमा लडेर त्यो रगत बगाएर 2 पैसा कमाएको आधारमा पढेर आज तिम्रो हैसियतमा आएका छौ, तिमीहरू काठमाडौँमा बसेर के कुरा गर्छौ भन्थे। त्यो आफ्नो ठाउँमा छ। तर त्यहाँबाट अहिले तपाईँले जुन गर्नुभयो त्यसपछि त्यो फकल्यान्डमा गएको गोर्खाली सेना त सन्धि अनुसार गएको हो नि त। आज रुसमा गएको सेना त्यो पनि 4 लाख रुपियाँ तिरेर दुबईबाट डाक्टर साहब। अब हेर्नुहोस् यो 4 लाख त तपाईँले अब अहिले मुलुकको जुन किसिमको बेरोजगारी छ, जुन किसिमको अनुत्तरदायी सरकार हामीले लाई चुन्दै आयौँ, जुन किसिमका व्यक्तिहरूलाई हामीले नेता मान्दै आयौँ, तिनको व्यवहारबाट मुलुकमा हर 3 महिना अघि नै भने तपाईँलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट मात्रै दिनको 3,500 मानिस बाहिर गइरहेका छन्। उनको भोलि के हुने हो ठेगान छैन। त्यसको लागि पनि ठगिएका छन्
कति तिरेर गएका छन्, कति तल गएर मेक्सिको कि कता तल गएर त्यसरी मरेका छन्, यो स्थितिमा छ। त्यो पनि लाखौँ रुपियाँ खर्च गरेर 70 लाखदेखि 1 करोड सडक छ त्यसको रेट। तपाईँलाई त्यो 10 भन्नुभयो, तपाईँले सुनेको 10 होला, 4 होला, त्योभन्दा बढी होला। तर प्रश्न के हो भने यो देशले, यो सार्वभौम देशले रुससँग नेपालीहरूलाई उनको सेनामा भर्ती गर्न दिने अनुमति दिएको छ। यो कहाँ छ नेपालको सरकार, कहाँ छ नेपालको परराष्ट्र मन्त्रालय, कहाँ छ नेपालको रक्षा मन्त्रालय? त्यो प्रश्न तपाईँले तिनलाई गर्नुपर्ने र तपाईँ नेपाली सेनाको गौरवशाली इतिहास भएको नेपाली सेनाको तपाईँ महासेनानी हो, अवकाश प्राप्त। तपाईँलाई लाग्यो होला कि नहोला त? कति दुःख लाग्यो होला? लागेपछि मलाई त तपाईँले अहिले भावुक बनाइदिनु भयो र सन् 84 को जुलाई महिनामा पुर्याइदिनु भयो। आज 2026 मा छौँ हामी। वीरगाथाको कुरा गर्दा डाक्टर साहब, त्यो अर्जेन्टिनाको फकल्यान्डमाथि जुन गोर्खालीहरूको सानो टुकडीले क्लिपबाट भिरबाट चढेर गएर काटेरै करिब त्यहाँको जीपीएमडी सेक्सन माथि विजय प्राप्त गरेको त्यो इतिहास आफ्नो नाममा छ। र त्यस्तै किसिमको घटनाहरू भारतीय सेनाको एकजना राजकुमार श्रेष्ठ भन्ने ट्रेनमा 11 जनालाई डाँडालाई मारेको र अफगानिस्तानमा एकजना चाहिँ एउटा जनजाति युवक हुनुहुन्थ्यो, मैले नाम बिर्सेँ, उहाँले 1 मिनेटभित्र चाहिँ विद्रोहीहरू करिब 70 जनालाई चाहिँ भुटेर सिद्ध्याइदिनु भएको इतिहासहरू पनि वीरताको गाथा छ। उहाँले एमसी पाएको हो? एमसी राजकुमार श्रेष्ठले होइन, राजकुमार श्रेष्ठ त भारतीय भए यो अफगानिस्तानको भर्खर घटना आउनु त्यसमा कुनै मेडल पाएका छन्, मेडल पाएका छन्। हेर्नु न, तपाईँले वीरताको कुरा गर्ने, वीरता आफ्नो ठाउँमा होला, अन्य भूमिमा गएर लडेका नेपालीहरू कुरा गरे। हाम्रोमा नेपालको त युद्ध जुन किल्ला कागडा गढीहरूदेखि नाला पानीको त वीरगाथा त बलभद्रको कुँवरको त सालिकै छ त हजुरको चाहिँ याद छ। अब विषय त्यहाँबाट भन्दा हामी आवेशमा हाम्रो वीरगाथा हामी गाउँदै रहँला, हाम्रा इतिहास हामीले बिर्सिनुहुन्न। सर विन्स्टन चर्चिलले के भनेको छ भने कुनै जुन राष्ट्रले आफ्नो इतिहास बिर्सिन्छ त्यसको भविष्य रहँदैन, समथिङ लाइक द्याट भनेको छ, मैले कहीँ टिपेको छु। भनेपछि त्यो इतिहासको आफ्नो ठाउँ छ, इतिहास हामीले बिर्सिनु पनि हुन्न। तर प्रश्न के हो, आज हामीले रुसमा जुन किसिमको तपाईँले एकातिर हाम्रा युवाहरू यो देशबाट पलायन भइरहेछन्, अर्कोतिर गाउँहरू खाली भइरहेछ, बुढाबुढीहरूको स्थिति खराब छ, राज्यको उपस्थिति यहाँ नभएर 23 गतेको त्यो विद्रोहले भोलिपल्ट गएर त्यत्रो ध्वस्त गरी राज्य कोला। म त्यही भन्दैछु, पुलिस त्यसरी भागेको मैले जिन्दगीमा कहिले पनि देखेको थिइनँ। म 47 सालको जुन ऊ भयो त्यो बेला म नेपाल तत्कालीन श्रीपाँचको सरकारको सहसचिव स्तरमा राम्रै मन्त्रालयकोमा काम गर्दै थिएँ। त्यो बेला पनि हामीले देख्यौँ, तर यस्तो किसिमको जुन किसिमको कोल्याप्स, राज्य कोल्याप्स भएको त देखिएको थिएन। यो राज्य कोल्याप्स गराउने जिम्मेवारी त यी मठाधीशहरू हो नि, केपी शर्मा ओली, शेरबहादुर देउबा र प्रचण्ड होइन? उनीहरू 3 जनाले 2 दशकदेखि जुन देशमा जुन लुट मचाएका थिए, त्यो लुट मचाएको त देखिहाल्यो। बुढाले कण्ठमा आइसीदेखि लिएर डलर पाउन्ड चलेको र खुमलटारतिरको अवस्था। अब यसमा आयोगतिर डाक्टर साहबले आयोग हुँदै हामी फेरि वीरगाथा बढाउनको लागि नेपालीहरूको गयौँ एकछिन विदेशमा, फेरि स्वदेश फर्क्यौँ। डाक्टर साहबले त यो आयोगहरू त सबै सुरुको मल्लिक आयोग पनि देख्नुभयो 48 सालको, त्यसपछि सम्पत्ति स्थानको लम्साल आयोग पनि देख्नुभयो, त्यसपछि टिकापुर हत्याकाण्डको लाल आयोग पनि देख्नुभयो, र सुनका जाँचबुझ आयोगहरू, सहकारी ठगीका जाँचबुझ आयोगहरू लगायत अन्य विभिन्न भिजिट भिसाको धन्दाको भुटान शरणार्थी बेचिएको काण्डले त बेचन जाए पाउने बेचेले त सरकारै किनेर अर्को सरकार बन्यो। अब म डाक्टर साहबलाई मलाई भन्नुहोस् के यी आयोगका प्रतिवेदनहरू निजामती प्रशासक तपाईँ एउटा उच्च ज्ञान भएको त्यो राजनीति र प्रशासकलाई जिम्मा लाउने अनि ट्याक्क तालसा मारेर राखेर जनतालाई त्यो समयमा अलमा ल्याउने बाटो मात्रै हो? स्पष्ट जवाफ दिनुहोस्। यसमा कसले भन्छ त्यो हो भनेर, तर भइरहेको त्यही गति हो। त्यसको जिम्मेवार त हामीले फेरि बारम्बार यिनै नेतालाई फर्काउनका कारण पनि हो।
जनताकै गल्ती छ तपाईँको। यस जनताको गल्ती होइन। हामीले जब निर्वाचन हुन्छ नि, निर्वाचन हुँदाखेरि हामीले इनलाई नै गर्ने हो र हामी जुन बेला निर्वाचनमा अथवा सामाजिक सञ्जालमा त्यसै गरी हामी बाहिर पनि यस किसिमबाट दबाव सिर्जना गर्ने कामको लागि पनि हाम्रो पनि कमजोरी नै हो। अब रह्यो यो आएको प्रतिवेदन, जसरी तपाईँले भन्नुभयो हिजोका प्रतिवेदनहरू थन्किए, त्यो किन थन्किए स्पष्ट छ। त्यो खुल्ने बित्तिकै त यहाँको तथाकथित सबै पर्ने भए त्यसैले तै चुप मै चुप गर्न खोजेको हो। अब डाक्टर साहब मेरो प्रश्न संविधानमा डाक्टर साहबलाई, डाक्टर साहबको निजामती प्रशासनमाथि कोत पर्वको त्यो पुस्तकको लोकार्पण कार्यक्रममा म पनि श्रोताको रूपमा थिएँ। डाक्टर साहब बोल्दाखेरि त्यहाँ कृष्ण प्रसाद भण्डारी जस्ता वरिष्ठ वकिल, टोप प्रसाद सिंह पनि हुनुहुन्थ्यो, प्रमुख पूर्व न्यायाधीश, न्यायाधीश समाजको अध्यक्ष हुनुहुन्छ। तर मैले यो देखाएको कारण के भने डाक्टर साहबले त्यहाँ एउटा के भन्नुभएको थियो भने हामी निजामती भनेको स्थायी सरकार हो। जहिले पनि गभर्मेन्ट कोल्याप्सै हुँदा पनि निजामती सरकार र सेनाको आडमा विभिन्न चरणमा देशले भोगेका घटनाहरू पनि छन्। किनभने त्यो सबै निजामती सर्वोच्चता छ नि, कहिले पनि सैनिक सर्वोच्चता हाम्रो देशमा छैन। तपाईँले के भन्नुभयो भने आफ्नो अभिव्यक्तिमा चाहिँ निजामती प्रशासक, पूर्व प्रशासकदेखि लिएर निजामती प्रशासनका कुनै पनि व्यक्तिसँग संविधान लेख्ने बेला कसैले एउटा पनि सुझाव लिएन। के त्यो सत्य हो? त्यो मैले त्यसो भनेको थिएँ? मलाई त्यो थाहा छ डाक्टर साहब। धन्यवाद। मैले के परिवेशमा भनेको थिएँ होला भने यो संविधान, अब तपाईँले संविधान समात्नुभयो, म त्यो संविधानबाट निजामतीमा जान्छु है। हस्, धन्यवाद। यो संविधान आज कति 72 मा आएको संविधान, 10 वर्ष भइसक्यो। यो संविधानले काम गर्न सकेका छैन भन्ने कुरा देखियो। यही नै हो। त्यस कारणले मैले के भनेको हो भने संविधान बनाउँदा विगतका अनुभवहरूलाई ध्यान दिएनन् र इन्स्टिट्युसनल मेमोरी छ, त्यो इन्स्टिट्युसनल मेमोरीलाई हामीले वास्ता गरेनौँ भन्ने परिवेशमा भनेको हो। मैले त्यही भन्न खोजेको। त्यसैले के थियो भने हामीले आजसम्म 2004 सालदेखिको पद्म शमशेरको समयदेखि आजसम्म हामीले हरेक केही वर्षहरूमा संविधान फेर्दै आएका छौँ र हरेक संविधानमा अझ त्योभन्दा पनि 47 सालपछि पनि हामीले कतिवटा संविधान बनाइसक्यौँ। त त्यो संविधान नयाँ बनाउँदाखेरि हिजोका के राम्रा कुराहरू थिए त्यसलाई के निरन्तरता दिने थियो, के नराम्रो थियो त्यो हटाउनु पर्ने भन्ने दृष्टिकोणबाट हामीले हेरेनौँ। र अर्को कुरो मैले के भनेको हो भने यो संविधान बनाउँदा म पनि भारतको संविधानको विद्यार्थी हुँ। भारतको संविधान बनाउँदाखेरिको जुन प्रक्रिया थियो र हामीले यहाँ संविधान बनाउने प्रक्रियामा देखाउनलाई हामी संविधान सभा भन्यौँ, तर यो संविधान चाहिँ नि केही व्यक्तिहरूले अँध्यारो कोठामा जुन किसिमको बनाउने काम गरे, केही व्यक्तिहरूले बने र देखाउनको लागि जनमतमा पठाइएका जुन आएका सुझावहरू थिए त्यो सुझावहरू पनि नखोलिकन केही व्यक्तिहरूले मात्रै बनाएको संविधानको रूपमा मैले हेरेको। त्यो कारणले गर्दाखेरि यो संविधानले जुन किसिमको व्यवस्था गरेको छ यसले देशलाई हित गर्दैन, किनभने हिजोका सम्झनाहरू हामीले वास्ता गरेनौँ भन्ने परिवेशमा भने हुँ। एक दोस्रो कुरो के भएको हो भनेको मैले बारम्बार भन्ने गरेको छु, यो तपाईँको प्रश्नसँग जोडिन्छ कि जोडिन आई डोन्ट नो, तर के हो भने निजामती सेवामा पनि हामी आफैले नेपालको निजामती सेवाको गौरवशाली जुन इतिहास छ, तपाईँले आर्मीको गौरवशाली इतिहास भन्नुहुन्छ भने हाम्रो निजामती सेवामा पनि टङ्कप्रसाद आचार्यको जस्ता व्यक्ति र उहाँलाई साथ दिने र त्यसपछिका अग्रजहरूले जुन किसिमको व्यवस्था गरेका थिए त्यसमा स्खलन हुँदै गयो र आज देशमा निजामती सेवा छ कि छैन भनेर बत्ती बालेर खोज्नुपर्ने स्थिति छ, किनभने त्यसको जिम्मेवार हामी आफू राजनीतिज्ञ र व्यापारीहरूको नेक्ससले भएको हो भन्ने गरेका छु। डाक्टर साहब, अनि डाक्टर साहबले त्यहाँ अर्को एउटा कुरा पनि के उठाउनु भयो भने सचिव भएर रिटायर्ड हुनुभयो तपाईँ, अनेक जिम्मेवारी पाउनुभयो आफ्नो निजामतीको कार्यकालमा। अहिले कुनै ठाउँमा सिडिओ कार्यालयमा गयो, अन्यत्र काहीँ निजामतीकै लिगेसीमा गयो भने त्यहाँ कुनै पनि अधिकृत लगायत अन्य दर्जाले वास्ता नगरेको अवस्था र
तपाईँले अघि भर्खर मसँग मैले सेना दिवसको दिन एकजना मेजर साहब वासुदेव अधिकारीको यहाँ मैले इन्टरभ्यू चाहिँ खास प्लान चाहिँ मेरो रुकुमाङ्गत कटवाल र राजेन्द्र छेत्रीसँग दुईजना मध्ये एकजनालाई लिने थियो। अन्तिम अवसरमा मैले के सोचेँ भने प्रधान सेनापतिहरूलाई ल्यायो भने त गुणगानका कुरा मात्रै हुन्छ, उहाँहरूले गरेको अन्तर्राष्ट्रिय सम्बन्धदेखि लिएर उहाँहरूले सेनामा गरेका आफ्ना बयान, किनभने सबै जसले पुस्तक लेख्छ नि, सूर्यबहादुर थापाले पनि लेख्नु भएको छ, छत्रमान सिंह गुरुङले पनि लेख्नु भएको छ, रुकुमान सबै आफ्नो मात्रै बयानै हुन्छ यस्ता पुस्तकहरूमा। त त्यही भएर मैले त्यो सिपाहीबाट आएको मेजर साहबलाई सेना दिवसको बोलाएको। उहाँले के भन्नुभयो भने यो भुपुहरूलाई त ब्यारेकतिर गयो भने तपाईँ महासेनाले त छुट्याएर चाहिँ राष्ट्रपति बोलाउने बेलामा फर्स्ट क्लास मसेसम्म भन्ने थियो, सागरलाई बोलाएर तपाईँ मसेलाई त मान्छे गनेनन्, हामी त सेनाले त जिल्लातिर गयो भने आधा घन्टा लाग्छ ब्यारेकभित्र छिर्न पनि विभिन्न चेन अफ कमान्डको नाममा भनेर उहाँले सेनामा पनि जुन दक्ष साहबले निजामतीका बालवालासँग असन्तुष्ट भएको जस्तै सेनामा पनि प्रमुख सेनानी भन्दा तल जो सेकेन्ड क्लास थर्ड क्लास लगायत अन्य उनीहरूको समूह पुरै असन्तुष्ट रहेको दक्ष साहबले अन्तर्वार्ता गरेर अघि मलाई मेजर साहबसँग मैले कुरा गरेँ यसलाई कसरी मूल्याङ्कन गर्नु। तपाईँ हेर्नुहोस्, पहिलो तपाईँ धेरै कुरा छुनुभयो, म एउटा छिमोलौँ। तपाईँले सूर्यबहादुरजी आदिको किताब कुरा गर्नुभयो। किताब जसले लेख्छ उसले आफ्नै अनुभव लेख्ने हो, यो कुरा नबिर्स्यौँ। अहिले विषयान्तर होला, अहिले भारतमा पूर्व सेनापति चिफ अफ द स्टाफ मुकुन्द नरवनेको किताबको विवाद तपाईँलाई विवाद होइन, त्यो किताब अहिले चर्चामा छ। विवाद भन्नु मिल्दैन, चर्चामा छ, ननिस्किँदै चर्चामा छ। पिडिएफ निस्किया रहेछ, मैले ठ्याक्क फेला पारेको थिएँ, डाउनलोड गर्छु भन्दा गइहाल्यो होइन। भनेपछि किताब भनेको कसैले अनुभवको किताब लेख्छ भने आफ्नै लेख्ने हो, तर त्यसमा तपाईँले के खोज्नुपर्छ एउटा पाठकले भने त्यसमा अनेस्टी इमान्दारिता छ कि छैन। इमान्दारिता के हो भने स्पष्ट रूपमा आफ्ना कमी कमजोरी र आफूले गरेका कुराहरूलाई ह्यान्डसाइटमा फर्केर सोचेदाखेरि के देखिया छ त्यो हेर्नुपर्छ। हेर्नुहोस्, तपाईँलाई म एउटा उदाहरण दिन्छु। भारत त्यत्रो विशाल देश, अङ्ग्रेज त्यति परबाट आयो, त्यो अङ्ग्रेज परबाट आएर उसको जम्मा मलाई लाग्छ 200 कि कति आइसिएस अफिसर, त्यसमध्ये पनि 200, 300, 400 को थियो। त्यसमध्येमा पनि जिल्ला प्रशासकहरूलेबाट उसले राज्य चलाएको थियो र त्यसमा एकजना ब्रिटिस प्राइम मिनिस्टरले समेत के भनेको छ भने त्यत्रो हात्ती छ, भारत जत्रो हात्ती छ, त्यसलाई टेकेर त्यो हात्तीले टेकेको त्यही 25-30 जनाले चलाएछ भनेपछि त्यो र अनि त्यसमा फाउन्डर्स एन्ड गार्जियन्स भन्ने कसरी हाउ द ब्रिटिस रुल इन्डिया भन्ने क्लासिकल किताब छ। अहिले त्यो किताबको के पो छ, मसँग पनि छ, अहिले नयाँ टाइटलमा आएको छ। भनेपछि त्यो प्रशासनले जसरी उनीहरूले अनुभव के हो ब्रिटिसर्सहरूको र अरूको भने आफूले पाएको अनुभव भविष्यलाई छोड्नुपर्छ भन्ने दृष्टिकोणले लेखिने हो। त्यो लेखाइको किताबमा अनेस्टी इमान्दारिता कति छ, त्यसमा आफूले आफैलाई कतिको मूल्याङ्कन गरेको छ, आफ्ना कमजोरीहरू पनि देखाएको छ, त्यो द्याट इज इम्पोर्टेन्ट। त्यसैले किताब त आफ्नो अनुभव आफै लेख्ने हो। अब त्यो मानेमा उनीहरूले पनि लेखे होला। छोटो बिचमा काटे हजुर कुरालाई, जस्तै छत्रमान सिंह गुरुङ प्रधान सेना हुँदा म बालवाला प्रमुख सेनानी थिएँ, प्रेमसिंह बस्नेत जज साहबले राम्रोसँग चिन्नुहुन्छ, चिन्छु। डाक्टर प्रेमसिंह बस्नेत सेनाको इतिहासको खोतान लेख्नमा छत्रमान सिंह गुरुङले किताबमा चाहिँ के गर्ने आधा नेपाली सेनाको इतिहासमा आधा चाहिँ आफ्नै बयानले लेख्नुभयो र प्रेमसिंह बस्नेतले यी कुराहरू उठाएपछि उहाँले निरन्तर चाहिँ कारबाही गर्नको लागि मौका हेरेर बस्नुभएको अवस्था पनि थियो। हजुर त्यो चिज त त्यो चाहिँ त तपाईँले अहिले ल्याइदिनु भयो। त्यस्तै गरिकन त्यस्ता कुराहरू जुन किसिमका अनुभवहरू लेख्दाखेरिको जुन कमी कमजोरी छ किताबमा, ती कमी कमजोरीहरू त रिभ्युअरले निकाल्नुपर्छ। अहिले कुनै किताब, कुनै सज्जनको किताब अहिले व्यापक छ, त्यो किताबको समीक्षा मैले गर्दा मेरै किताबमा पनि त्यो किताबमा कति गल्ती छ भनेर मैले लेखेको छु। मेरै किताबमा छ भने मलाई च्यालेन्ज गर्न आउनु पर्यो नि।
एकजना पञ्चायतका कुनै नेता हुनुहुन्थ्यो, उहाँले किताब लेख्नुभयो, म अलिकति किताब रिभ्यू पनि गर्थेँ, आजकल छोडेँ अल्छी भएर। मैले क्रिटिकल रिभ्यू गरेँ एज ए प्रोफेसनल रिभ्यूको रूपमा। अनि उहाँले के भन्नुभएछ भने द्वारिकाले पूर्वाग्रही भएर रिभ्यू गरेँ। मलाई के को मतलब, नेवारीमा भन्छ छु मतलब भनेर। म एउटा रिभ्युअरको रूपमा, प्रोफेसनल रिभ्युअरको रूपमा मैले त्यो किताबको विशेषताहरू के हो, किताबका सबल पक्ष के हो, त्यसको दुर्बल पक्ष के हो, त्यो केलाउने काम रिभ्युअरको हो। त्यस कारणले अमुक व्यक्तिको, तपाईँले जसलाई नाम लिनुभएको छ त्यो व्यक्तिको किताबको समीक्षामा आउनु पर्यो र ती व्यक्तिले पनि त्यति अब उहाँले त्यस किसिमको लेखिदियो भन्नु चाहिँ नि कमी, ह्युमन त्यो विकनेस हो भन्छु मैले के। अवकाशबाट निस्किनु पर्छ। हजुरलाई धेरै प्रश्नहरू छन्। अवकाशपछिको जीवनमा जुन सानो छोटो भन्नुभएको थियो, जुन पुस्तकको लोकार्पणको दिन, यो लिगेसीको कुरा भूतपूर्व भएपछि बहालवालाले भूतपूर्व कहिले म हुँदिनँ भन्ने जुन सोच मेजर साहब वासुदेवले, त्यसको निजामतीको म त्यो कुरामा सहमति छु। र अहिले त तपाईँहरू त भुभु भनेर अवकाश प्राप्त भनेर म त लेख्दिनँ भनेर सामान्य नागरिकको रूपमा जान्छु। म अहिले कुनै सेवा लिन जानु पर्दाखेरि म सामान्य नागरिक भएर लाइनमा बस्छु। भनेर आफूलाई कहीँ चिनाउनु मलाई के मतलब, म त एउटा नागरिक हो। अहिले त मैले आफूलाई नागरिकको रूपमा प्रस्तुत गरिनँ भने त म नागरिकको समस्या कसरी बुझ्छु? एकदमै गहकिलो कुरा गर्नुभयो। हेर्नुहोस्, त्यस कारणले म जान्छु, तर कोही चिनेर आउनुहोस् सर भन्छ, तर म लाइन काट्दिनँ। र त्यहाँ म देखिरहेको छु रोइरहेको स्थिति छ। यसमा हामीले अब त्यो कुरा हालसालै पनि म कुनै ठाउँमा गएँ, मलाई अप्ठ्यारो थियो, असाध्य अप्ठ्यारो थियो। गएर मलाई बाध्य भएर मैले चिनाउनु पऱ्यो। त्यहाँ एकजनालाई त हुँदैन भनिदिनु हो, हुँदैन भनिदिनु भयो, सिधै दाहिनेमा आयो, कुरै छैन। अनि मैले हाकिम साहब कहाँ गएर हुन्न भन्नुहुन्छ नि भने कि, अनि बोलाएपछि सचिवज्यू काम गरिदेऊ। त्यो मेरै कमजोरी ठान्नुहोस् न। मैले त्यहाँ त्यो मेरो परिस्थिति यस्तो भयो कि मैले त्यति नगरेँ, त्यो काम पनि गराउन नसक्ने भए गरेँ। त्यो मेरो कमजोरी हो। तर म एउटा नागरिकको रूपमा जाँदाखेरि मैले सेवा किन नपाउने? र तपाईँलाई अहिले त पूर्व भएपछि त त्यो तपाईँलाई कसैले वास्तै गर्दैन, चाहे त्यो सेवा कुन थाहा छैन, आर्मीको मलाई थाहा छैन। तपाईँहरूको त अझ फुर्तीफार्ती छ, तपाईँहरूको त क्लब छ, के छ, कसो छ, अझै पनि हाम्रो झन्डै एक खरब 50 वर्ष शान्ति सेनाको पैसा पनि त छ। मैले सुनेको छु तपाईँको, मेरो साहबको त मैले सुनेँ नि त। तर हाम्रो त केही पनि छैन, हाम्रो त केही पनि छैन। हामीलाई त निजामतीको अस्पतालमा जाँदाखेरि पनि हाम्रो छैन। तपाईँहरूले हिजो तपाईँहरूको त अस्पताल छ, त्यहाँ केही छ, हाम्रो त त्यति पनि छैनन् भनेपछि हेर्नुहोस्, त्यो हामीले जब नागरिक हुन्छौँ, पहिलो कुरो म पनि सायद ममा पनि त्यो घमण्ड थियो, मैले कसैलाई त्यसरी व्यवहार गरेका थिएँ भने क्षमा माग्छु। म त्यति क्षमा माग्छु, मैले जानी गरिनँ होला। तर हामीमा सिंहदरबारमा हुँदाखेरि हामी भोलि आम नागरिक हुनुपर्छ भन्ने कुरा हामीले बिर्सिन्छौँ। त्यो हामीले विचार गर्नुपर्छ। अर्को पक्ष एकैछिन अर्को कुरो, अहिले जुन सेवामा यस किसिमको दुःख हामीले पाइरहेका छौँ, जनताको सेवा हाम्रो पालामा, म त्यो दाबी त गर्दिनँ, हाम्रो पालामा अनुशासन र कोहीले माथिबाट हेरिरहेछ भन्ने डर थियो। एउटा उदाहरण दिन्छु म तपाईँलाई, भएको उदाहरण हो यो। म दार्चुला जिल्लाको प्रमुख जिल्ला अधिकारी हुँ। 2036 साल कार्तिक महिनादेखि 2038 साल चैत महिनासम्म म दार्चुला जिल्लाको प्रमुख जिल्ला अधिकारी हुँ। र मलाई देशको प्रशासन कसैले चिनायो भने त्यो दार्चुलाले चिनायो, दार्चुलावासीलाई धन्यवाद भन्छु। सायद मसँग कोही रिसायो होलान्, कोही खुसायो होलान्, प्रशासनमा बसेपछि हुन्छ। तर कस्तो थियो त्यो बेलाको भन्ने उदाहरण, दार्चुलाको सदरमुकाममा खानेपानीको व्यवस्था थिएन। हामीले महाकालीमा गएर बालुवा खोस्रेर बालुवाबाट पानी झिकेर त्यही पानी खानु पर्थ्यो, त्यही पानीबाट नुहाउनु पर्थ्यो। त्यहाँ सदरमुकाममा पानीको लागि धाराको व्यवस्था भयो र एक दिन त्यो धारा बन्दै थियो, टुटी हल्लिँदै थियो,
त्यो बेलामा एउटाले चिसो पानी खाएर आएर त्यस्ता जिल्लामा चिसो पानी धेरै चल्छ है। त्यो चिसो पानी खाएर आएर हल्लाइदिएछ, प्रहरीले त्यसलाई झर्लङ झुर्लङ पारेर ल्याएछ र भन्यो यस्तो, ए छोडिदियो यार, रक्सी खायो होला छोडिदियो, यसलाई अलिक त च्याक्ती खा भन्छन् त्यहाँ, च्याक्ती खा होला छोडिदियो, किन दुःख दिन्छौ भन्। ल त्यो कुरो त सवारी शिविर दिपायलमा पुगिसकेको छ, सरकारको सवारी थियो त्यहाँ दिपायलमा। त्यो भुइँचालोपछि भुइँचालोको 37 सालको भुइँचालोको लागि विशेष सवारी शिविर बसेको थियो दिपायलमा। त्यसपछि नै मलाई लाग्छ 5औं विकास क्षेत्र बनेको हो। र त्यसपछि रेकी आउँछ, मलाई के भन्छ, सिडे साहब हिजो के भएको हो सदरमुकाममा? मैले भनिदिएँ यस्तो भयो। त्यो कमसेकम त्यो कसैले त हेरिरहेको रहेछ नि त, त्यसले त अलिक केही नभएर पनि त केही गर्नुपर्छ, काहीँ केही भइदियो भने केही हुन्छ भने। हाम्रो जिल्लामा त्यो बेलामा हामी अँध्यारामा पारिपट्टिको बत्तीबाट यतापट्टिको पत्रिका पढ्थ्यौँ। हाम्रा त्यो बेला मसँग काम गर्ने आर्मीकाहरूलाई सब प्रश्न सोध्नुहोस् तपाईँले। त्यस बखतमा मट्टीतेल मट्टीतेल अरू नुन व्यवस्था गरेन भने माथिबाट हेरेर आउँथ्यो, के हेरेर बसेको छ त्यो सिडिओ भनेर। आज हामीलाई त्यो माथि टिङ्करमा भएको खबर पनि हामी 2 दिन 3 दिनमा पाउँथ्यौँ। आज यति सुविधा हुँदाखेरि पनि किन प्रशासनले सेवा दिन सकिसकेको छैन? किन प्रशासन यस्तो भएको छ भन्दा अनुशासन र कोही हेर्ने र त्यसपछि राम्रालाई नभएर हाम्रातिर लागेपछि यो स्थिति उत्पन्न भएको हो। यसको लागि जिम्मेवार हामी पनि छौँ, हाम्रा नेता पनि छन् र अनि त्यसपछि हाम्रो समाज पनि छ। सचिवज्यू, दर्श साहब, तपाईँले दार्चुला जिल्लाको कुरा निकाल्नुभयो, तपाईँको प्रशासकीय अनुभवको सिडिओ भएको जिल्ला, त्यो माथि रहेको कालापानी र ठिङ्गुको कुरा पनि आइहाल्छ। अब त्यसलाई विभिन्न बुद्धिजीवीबाट मैले पनि सुनेको, म त सेनाको एउटा पूर्व सुरक्षाकर्मी, सीमा सम्बन्धी त हामीलाई पनि अलिअलि पढाइ लेखाइको गर्दाखेरि युद्धकलाको दौरानमा एकजना विद्वानले के भन्नुभयो भने त्यो राजा महेन्द्रले जिम्मा लगाएको भारतलाई। त्यो किन जिम्मा लाग्यो भने अर्को एउटा विद्वानले के भन्नु भने जो चाहिँ यो पुरै भारतवर्ष बचाउन चाहिँ त्यो जुन सामरिक महत्त्व भएको ठाउँ र 1961-62 में उत्तरतर्फबाट जुन भारतमाथिको हमला अरुणाचल प्रदेशको त कति जमिन त उतैतिर सकाएर त्यसले गर्दाखेरि त्यो चाहिँ हाम्रो सैन्य क्षमता भनेको हामी बहादुर चाहिँ नेपालीहरूको विश्वमै श्याम मानिक शाहले त कोही मान्छे मर्न डराएन भने कि त्यो बौला हो कि गोर्खाली सेना हो भनेको त डाक्टर साहबलाई राम्रै थाहा छ। र त्यो पुरै भारतवर्ष बचाउनु पर्ने अफगानिस्तानदेखि चाहिँ यो नेपालको भूभागसम्मलाई एक किसिमले हिन्दू समाजलाई बचाउनको लागि चाहिँ त्यो महेन्द्र सरकारले एउटा रणनीतिक रूपमा केही समय त्यो सैनिक रणनीति हिसाबले दिनुभएको भन्ने अर्को बुद्धिजीवीले भन्नुभयो र केपी ओलीले चाहिँ त्यसलाई तुरुप बनाउनु भयो। अब यो फिर्ता ल्याउनुपर्छ भनेर संविधानमा त्यो त राष्ट्रिय स्वार्थ, राष्ट्रिय सुरक्षा र राष्ट्रिय एकताको सम्वर्धन त सबै नेपाली एक पुरानै मानिस हामी एक हुने। संसदमा सबले ढ्याक 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 गरेर गए, सूच्य नक्सा पनि ठ्याक्कै निकालिदिनु भयो। अनि त्यसपछि त्यो ल्याउने कुरो त के बुद्धिजीवीहरूको बिचमा टेलिभिजनमा चर्काचर्की गर्ने एउटा मसला हो। त्यसपछि बङ्गलादेशतिर जाँदाखेरि अहिले भर्खर निर्वाचन सम्पन्न भयो, त्यहाँ पनि एउटा पार्टीलाई फेरि पहिलाकै जस्तो प्रतिबन्धित गरे, पाकिस्तानमा जस्तै प्रचण्ड बहुमत सहित बाउ पनि आमा पनि अनि छोरो पनि प्रधानमन्त्री हुनुभयो। हाम्रो यस्तै नै छ नि भारतवर्षमा। त्यसले गर्दाखेरि त्यो सूच्य नक्सा काला बङ्गलादेश र भारतले त कति साटासाट गरेको इतिहास पनि छ। पुरै भारतवर्ष बचाउन थियो कि राजा महेन्द्रको गल्ती थियो कि त्यसबारे तपाईँसँग भएको जुन ज्ञान र अनुभवले के भन्छ तिनको जनतालाई स्पष्ट पार्छ? यो हेर्नुहोस्, तपाईँले मलाई 1 घण्टा के 2 घण्टा दिनुहोस्, अनि 2 घण्टा मात्रै बताउन सक्छु म। छोट गरी म 2 घण्टा यस विषयमा तपाईँ 2 घण्टा दिनुहोस्, म तपाईँसँग कुरा गरेर यसो बताउन कोसिस गरेर छोटकरीमा आम दाजुभाइ दिदीबहिनी हो। त्यो सन् 1816 4 मार्च जस्तो लाग्छ, सुगौलीको सन्धि नै हाम्रो सीमाको पश्चिमतर्फको सीमाको लागि भएको सीमा निर्धारण सुगौलीको सन्धिले गरेको हो।
त्यसले महाकालीलाई सीमा नदी भनेको हो। अब यसमा विवाद छ। यसमा के विवाद छ भने केही हाम्रा मित्रहरू त्यो पश्चिमसम्मको किनारा हाम्रो भन्ने छ, कोही मित्रहरू त्यो जोग्राफीको अनुसार मिड स्ट्रिम भन्छन्, कोहीले त्यो डिप स्ट्रिम भन्छन्। त्यो आफ्नो विवाद रहिरहोस्। मैले चक्रव्यूहमा नेपालको जलस्रोत भन्ने किताबमा यो विवाद चल्दै रहोस्, ठिक छ, मलाई केही पनि भन्नु छैन। तर सुगौलीको सन्धि नै हो जसले पश्चिमतर्फको सीमा कायम गरिदियो। त्यो सीमालाई नेपालका राजाले आफू र आफ्ना उत्तराधिकारीहरूको लागि समेत महाकाली पारीका जनतासँग सम्पर्क गर्ने छैनन्। सिधो कुरा यही हो कुरा। तर के हो, त्यसको बेलामा हाम्रो नक्सा सुगौलीको सन्धिसँग नक्सा छैन। 1 2 त्यहाँबाट हाम्रा अल्मोडामा हाम्रो प्रशासक बमशाह हाम्रा अन्तिम प्रशासक हुन्। उनी काली पारी तरेर आएपछि उनलाई काली पारीसम्म ल्याउनेमा इज्जत साथ ल्याइएको छ र उनले आएर डोटीको प्रशासक भइसकेपछि यहाँ सीमाको कुरा हुँदा भारतीय पक्षले, त्यो बेलाको ब्रिटिस इन्डिया कम्पनी सरकारले त्यो कुटी नाभी गुन्जीलाई नदिने भएपछि यहाँ नेपाल दरबारले सोधे, नेपाल दरबार कक्स भन्ने जस्तो लाग्छ मलाई है। त्यसमा उनले यो होइन, महाकालीको पूर्वी भाग जम्मै हाम्रो हुनुपर्ने हो भन्ने कुरा बमशाहले भनेका हुन्। तर गभर्नर जेनरलले त्यो बेलाकोले त्यो हामीलाई टिङ्कर र छाङ्रु मात्रै गरेर पारिपट्टिको उनीहरूकै राखियो, जुन कुरा बमशाहले पहिलोचोटि त्यो नाखुस जनाएको देखिन्छ। त्यसपछि त्यो क्षेत्रमा पछि गभर्नर जेनरल छोडो नाउँ अहिले मलाई याद भएन। अनि त्यो उहाँले के लेख्नुभयो भने अल्मोडा त्यो बेला कम्पनी सरकार गरिब भइसकेको छ, लडाइँबाट उसलाई अप्ठ्यारो परिसकेको छ र थाहा छ पश्चिमतर्फको तिब्बतमा राम्रो ऊन पाइन्छ भनेपछि र अल्मोडाको त्यो क्षेत्रको महत्त्वलाई विचार गरेर उसले आफ्नैमा राखेर कुन ठाउँबाट गर्दाखेरि पासबाट माथि जाँदा सजिलो हुन्छ भन्ने कुरा आफै खोज्नु र आवश्यक परेमा कुन ठाउँ हुन्छ पत्ता लगाउनु भन्ने छ। त्यो सबै इतिहासमा छ। भएपछि त्यहाँबाट उनीहरूले त्यो आफै एकलौटी नक्सा गर्दै 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 विभिन्न पासहरू मध्येमा टिङ्कर पास, लिपु पासलाई सबभन्दा छोटो पास मानिएको छ। यो त्यसको वर्णन छ, त्यो ठ्याक्कै वर्णन छ। तपाईहरुलाई कसैलाई इच्छा छ भने हामीले डाक्टर पिताम्बर शर्माको संयोजकत्वमा हामीले किताब निकालेका छौँ, नेपाल र भारतको सीमा भन्ने अंग्रेजीमा, नेपालीमा धेरै भयो भनेर। त्यसमा काला महाकाली र सुस्ताको वर्णन छ। त्यसमा हामीले स्पष्ट यो सबै कुराहरू उल्लेख पढ्नुहोस्। तपाईलाई त्यहाँ जान दिनु न म, किनभने दर्शकलाई मैले अन्याय गर्नु मिल्दैन। त्यसपछि त्यो गर्दै कार्टोग्राफीले बढाउँदै यताउति गर्दै तर 1879 मा आएर मात्रै उनीहरूले पहिले सबै उतैतिर थियो, पश्चिमतिरकै थियो, काली नदीको स्रोतकै उता जुन आइरहेछ कुटियाङदी। पछि 1979 मा आएर त्यसलाई लिपुबाट आएकोलाई र त्यसलाई अझ कालापानी क्षेत्रलाई, हट स्प्रिङलाई यो स्रोत भन्न लगाएर उतापट्टिको कुटियाङदी भनेको हो। अब रह्यो के भयो भने हामीले पनि त्यो क्षेत्र अब त्यसै गरी भएर हामीले पनि त्यो क्षेत्रलाई व्यवस्था गर्यौँ। व्यवस्था हुँदै गरेपछि अनि 1952-53 मा पहिलोचोटि भारत र तिब्बतको बीचमा त्यो लिपु नाका खोल्ने भन्ने कुरा परेपछि त्यस बेलाको सरकारले के दाबी गर्यो दिल्लीमा केही पनि थाहा छैन। र त्योभन्दा अगाडि 1940 कि 42 मा नेपाल आर्मीको सर्वे स्कुलको क्याप्टेन या मेजर गणेश बहादुर केसी जस्तो लाग्छ मलाई, दुईजना छन्, एकजना क्याप्टेन खत्री, एकजना मेजर जस्तो लाग्छ मलाई।
उहाँहरूले निकालेको नक्सामा त्यो एरियामा विवादास्पदै भनिएको छ हामीले निकालेको नक्सामा त्यो तर के भयो हामीले त्यो सिमाना कायम भयो तर सिमाना कुन हो कसरी हो र हामीले कसरी सुरक्षा गर्नुपर्छ भन्ने कुराको वास्ता गरेन र भारतीयहरू के भन्छन् भने उनलाई चन्द्र शमशेरको टाइममा नै त्यो एउटा केही भएको छ भन्ने कुरा हुँदाखेरि दुई पक्षीय हाम्रो जुन सीमा सम्झो छलफल गर्ने संयन्त्र छ त्यो संयन्त्रको 8औं या 9औं बैठकमा यो कुरा उठाउँदा नेपाली पक्षले के भन्छ 1928 मा भएको सर्वे अफ इन्डियाको नक्सा त्यो नक्सा अनुसार तिमीलाई देखाएको तिमीले स्वीकृत गरेको छ अनि हाम्रो पक्षले भनेको छ ल्याउन त आधार ल्याऊ र सुगोलीको सन्धि भन्दा पछि अर्को कुनै सन्धि भएको छ भने हामी मान्ने तयार छौं भनेपछि आएन अब यो थाती बस्यो बुझ्नुभयो हामीले पनि व्यवस्था गरे म दार्चुलाको सिडिओ हुँदा त यहाँबाट दार्चुला जाँदाखेरि कुन संसारमा जानु कुन संसार भन्ने थाहा हुँदैन थियो भने पहिले कस्तो स्थिति थियो तपाईँ आफै विचार गर्नु अब रह्यो के भयो त्यसपछि यो मुद्दा कहिले उठ्यो भने 2030 सालमा पहिलोचोटि त्योभन्दा अगाडिको मलाई थाहा छैन 2030 सालमा जाँचबुझ केन्द्रले परराष्ट्र मन्त्रालय र गृह मन्त्रालयका अधिकृतलाई पठाइयो त्यसपछि जिल्ला प्रशासनले गरे 38 सालमा मैले रिपोर्ट लेखेको छु त्योभन्दा पछि 44-45 मा अर्को सिडिओ साहबले लेख्नु भएको छ र अब त्यति हुँदा पनि सिंहदरबार चुप लाएर बस्यो अब यसमा तपाईले कुनै दिन सोध्नु भएछ दिनुभएछ भने मैले जनरल छत्रविक्रम राणासँग कुरा गरेको अर्कै कथा छ अब र विषयमा आउँदा पहिलोचोटि महाकालीको स्रोतको कुरा उठेको महाकाली सन्धिको समयमा हो र महाकाली सन्धिको समयमा इन्डियन एम्बेसडर र नेपाल सरकारको बीचमा परराष्ट्र मन्त्रालयको बीचमा कुरा हुँदाखेरि यो विषय टुङ्ग्याउने भन्ने सहमति भएको हो तर अनि औपचारिक रूपमा माथि गएर 1997 जुनमा इन्द्र कुमार गुजरालको भ्रमणको समयमा लोकेन्द्र बहादुर चन्द प्रधानमन्त्री हुनुहुन्छ उहाँको समयमा पनि यो विषयलाई टुङ्ग्याउने भन्ने भयो तर मुख्य मुद्दा के हो भने हामीले व्यवस्था गर्यौं उनले त्यसको कुन घाटीबाट जाँदा सहिलो हुन्छ भने हेर्यो अब जहाँसम्म तपाईले उठाउनु भयो त्यो अलिकति फ्याक्चुअली गलत छ त्यो के हो भने लडाई त्यो क्षेत्रमा भएको होइन लडाई भएको इस्टर्न सेक्टरमा हो अरुणाचल सेक्टरमा हो र 1950 मा 50-51 मा सरदार वल्लभ भाई पटेल गृहमन्त्रीले चीन तिब्बतमा आइसकेपछि हाम्रो क्षेत्रमा अब पश्च हामीले उत्तरी क्षेत्रमा हामीले स्ट्रेन्थन गर्नुपर्छ भन्ने भइसकेपछि नेहरूजीको टाइममा एउटा कमिटी गठन भएको छ त्यो कमिटी जनरलको छ त्यो कमिटीको रिपोर्ट अहिलेसम्म बाहिर निकालेको छैन भारत सरकारले त्यसमा के भनिएको छ भने नेपालमा पनि कसैलाई पठाएर हेर्नुपर्छ भन्ने भएपछि यहाँ आएको छ टोली महाराज मोहन शमशेरको टाइममा त्यसको सेक्रेट कम्युनिकेसन पाइया छ अनि त्यसपछि हामी कहाँ 18 कि 19 कतिवटा बसे है त्यो भयो र त्यसलाई पठाउन कति कथा भयो छोड्नुहोस् तर अब महाकालीको स्रोतको इस्युमा सुगोली सन्धि त्यसको नक्सा छैन हामीले त्यसपछि त्यसै छोडिदियौं अनि उनीहरूले आफ्नो तरिकाले हेर्दै गए कसरी माथि जाने पास सहिलो हुन्छ भन्दा लिपु पासलाई नजिक देख्यो अनि त्यसपछि उसले स्ट्र्याटेजिकली त्यसलाई ब्रिटिस जमानादेखि नै आयो र त्यहाँ उनीहरूले होइन तर 52 मा दार्चुलाको सिडिओ 45 को सिडिओको रिपोर्ट अनुसार 52-55 देखि उनीहरूले त्यो त्यहाँ बसेको 55 मा हजुर 55 मा यूपी गभर्नमेन्टको होम सेक्रेटरीले गभर्नमेन्ट अफ इन्डियाको जोइन्ट सेक्रेटरी जस्तो लाग्छ मलाई उहाँ होम मिनिस्टर सेक्रेटरीलाई लेखेको रिपोर्टमा हाम्रो नफरी पुग्यो भनेर लेखेको छ त्यो रिपोर्ट त्यो दस्तावेज पनि पाइन्छ मुख्य कुरो हामीले व्यवस्था गर्यौं उनले आफूलाई फाइदा लियो र त्यो ठाउँ कस्तो छ भने म गएको छु त्यो तल छ फ्ल्याट छ त्यहाँ त्यो माथिबाट आएको नदी छ नदीमा एउटा सानो फलामे थियो फलामे साँगु थियो त्यो साँगुबाट यसो तल गएपछि त्यो पहाड जस्तो ठाउँमा एउटा शिव र पार्वतीको मन्दिर बनाएको छ अनि त्यहाँ अहिले पानी जम्मा गरेको छ त्यही पानीबाट यही हो स्रोत भन्छ अनि त्यही बसेका सिपाहीहरूले के भन्छन् भने यो त हामीलाई पनि विश्वास लाग्दैन सर तर भन्छ तल हेर्दाखेरि नै माथिबाट आएको पानीको भोल्युम बढी छ त्यहाँ सानो छ अब हामीले व्यवस्था गरेपछि तपाईँले गर्ने भयो डाक्टर साहब मैले के जोड्न चाहन्छु जुन अघि मैले भने म एउटा सामरिक दृष्टिकोणले जुन अहिले
अब तपाईँले अर्को कुरा गर्नु महाराज राजा महेन्द्रले दिए भन्ने यति मात्रै विद्वानहरूले भने भनेर भनेको तपाईँले ठिक छ विद्वानहरूले भने र मैले पनि सुने यतिसम्म पनि पढेँ कि राजा महेन्द्रको सुन चाहिने स्विजरल्यान्ड लाने बखतमा त्यहाँ रोकिएर उनले त्यो दिएपछि छोडिदिया भन्ने विद्वानहरू पनि भए। तर मेरो तर राजा महेन्द्रले त सदा बस्ने दिने त सन्धि गर्नु पर्यो नि त, भारतीयले दिनु पर्दैन हामीलाई। राजा महेन्द्रले दिएको भए हामी जस्तो होइन, भारतीयहरू त हरेक रिपोर्ट राख्ने हुन्, हामी नेगोसिएसनमा बसेका छौँ भारतीयहरू, मेमोरी हुन्छ उनीहरूसँग भएको वास्ता छैन, हामीले व्यवस्था गर्ने। डाक्टर साहब म यसमा अलिकति जोड्न चाहन्छु, समयको कमी पनि छ फेरि डाक्टर साहब अर्को एउटा चाहिँ मुद्दासँग मैले जोड्नु पर्ने छ अन्तमा। यो जुन सामरिक महत्त्वको हिसाबले जुन अहिले 7 सिस्टर भनेर जुन चिकेनिक 7वटा चाहिँ प्रदेशहरू नै भोलि गएर चाहिँ आक्रमणबाट छुट्टिन सक्ने सम्भावनाबाट भारतले मणिपुर मिजोरम लगायत विभिन्न विद्रोह भएको अवस्थाले गर्दा अहिले त्यो चिकेनिकमा चाहिँ जमिन मुनि 25 मिटर मुनि रियल बनाइरहेको अवस्था त्यो हामी नजिक भएको हुनाले 32 किलोमिटरको त्यो चिकेनिक हाम्रो पनि करिब बङ्गलादेश पुग्ने 16 कति त्यस्तै छ। मेरो मुद्दा व्यक्तिगत मुद्दा चाहिँ के भने डाक्टर साहब, भारत र नेपालको जुन भौगोलिक निकटता, सांस्कृतिक सम्बन्ध, रोटी बेटीको सम्बन्ध, यहाँ नेताहरूले के गर्दै भने यो राम्रो जनता बीच भएको सम्बन्धलाई आफ्नो राजनीतिक रोटी सेक्नको लागि बेला बेलामा डम्फु बजाउने गरे। अब त्यो माथि ठिक त्यो सबै डाक्टर साहबले सबै त्रिपुरा नेपाली जनतालाई भनिबक्सिहाल्यो। तर मेरो व्यक्तिगत चाहना चाहिँ के भने भौगोलिक अखण्डता हाम्रो कायम हुनुपर्छ, देशको सार्वभौमतामाथि कसैले प्रहार गर्न, राष्ट्रिय अक्षुण्णता हामीले जोगाउनु पर्छ। तर अहिले भेनेजुएलाको गिद्धे चरा टिपियासलाई राष्ट्रपति टिपेको अवस्था, इरानमाथि हमला गर्न सुसज्जित प्रविधि जहित जहाज र फाइटरहरू घुमिरहेको अवस्था, अनि क्यानाडालाई पनि हाम्रो अर्को प्रान्त हुन्छ ग्रिनल्यान्ड कब्जा गर्ने अवस्थामा के हामी जस्ता साना मुलुकको ठुला मुलुकसँग राजनैतिक रूपमा जनता उचालेर न्यु खोज्दा ठिक हुन्छ कि बरु ट्र्याक टु डिप्लोमासी हजुरहरू विद्वानलाई त्यहाँका विद्वानहरूसँग भेटघाट गराएर चाहिँ सहजीकरण ठिक हुन्छ कि जनता उचालेर ठिक हुन्छ? स्पष्ट हेर्नु सुन्नु, तपाईँले कताको कुरा कता पुर्याइदिनु भयो? यो विषयलाई अहिले चाह्यो भनेदेखि त यहाँकालाई पनि र इरानका खमेनीलाई पनि उडाएर लान्छ, त्यो त हो बकैदा। त्यसमा कुनै अहिले यो विषय हामीले विश्वको अहिलेको परिवर्तनको बारेमा छलफल गर्दाखेरि गरौँला। हाम्रो तपाईँले उठाएको मुद्दा के हो भने हाम्रो महाकालीको विषय के हो, यति हो। अब एउटा एपिसोड अर्कोमा जानकारी यो तपाईँले सोधे यति सोध्दाखेरि मैले के भने हामीले व्यवस्था गरेको कारणले र उनले त्यो ठाउँबाट तिब्बत जाने बाटो भएको हुनाले ब्रिटिसदेखि गर्दै गए, इन्डियनहरूले त्यसलाई पछि जुन बेला उनीहरूको लडाइँ भएको होइन, तपाईँ जस्ता सेनाको मान्छेले बुझ्नु पर्यो लडाइँ भएको पूर्वाञ्चलमा हो र त्यहाँ उनीहरूले हामीले हुन सक्ने सम्भावितले गर्दाखेरि मैले चिकेनसँग जोडेको त्यस्ता किसिमको रणनीतिक महत्त्वलाई कब्जा गर्नुपर्छ हो कि भन्नु तपाईँ चिकेनमा आउला। अब कुरो के हो भने त्यहाँनिर के हो, हामीले त्यो एउटा तिब्बत जाने जुन ऊ छ त्यसमा ब्रिटिसरदेखि नै आँखा लगाएको पहिलेदेखि उनीहरूले हामीले व्यवस्था गऱ्यौँ र व्यवस्था गरेपछि त्यो उनीहरूले त्यसको ठाउँले फाइदा उठाए। अब तर ठिक छ नि त, दुई देश हामी हेर्नु यो विषयमा हामीसँग जब भारतको नक्सा निस्क्यो नि त्यस बेला अहिले त भन्नु मिल्छ, इज्जतसँग भन्छु, हामीलाई तत्कालीन राष्ट्रपति विद्या भण्डारीजीले बोलाउनु भयो, अनौपचारिक रूपमा ब्रिफ गरिदियो। तत्कालीन प्रधान सेनापति थापाजीले पनि बोलायो, हामीले त्यहाँ गएर नि भनिदियो। तपाईँको त्यहाँ एकजना कर्सा हुनुहुन्थ्यो त्यो लाइब्रेरीको, उहाँले प्रयास गर्नुभयो। एकजना खरेल ब्रिगेडियर हुनुहुन्थ्यो के त्यहाँ हामीले स्पष्ट भनेको यो हो। हामीले त्यो जुन किसिमको अहिले त्यो ठाउँमा म दार्चुलाको सिडिओ हुँदाखेरि घोरेटो बाटो थियो, अहिले त्यो माओवादीको टाइममा राज्य छोडिदिँदा घोरेटो बाटो पनि गएछ। हामी अनि छोड्दै जाने अनि त्यहाँबाट अरूले आएपछि हामी बेला बेलाको मौसमी बाजा बजाउने, त्यस कारण तपाईँसँग पनि मसँग पनि त्यो माथि छ्याङ्रुबासी रिसाउँछन्, त्यो विचार गर्नुपर्छ, उनको जीवन त्यहाँ छ। तर कुरो के हो भने ठिक छ हामी लडाइँ गर्न सक्दैनौँ होला,
तर हामी पनि स्वतन्त्र राष्ट्र हौँ, हाम्रो अखण्डताको कुरा हुन्छ र राजा महेन्द्रले दिए भन्ने मान्छेले राजाले दिन सक्छन्? दिएको भए भारतीयहरूले हामीलाई भन्नु पर्यो यहाँ छ दिएको, त्यो देखाउन नसक्ने अनि यहाँका मान्छेले गएर अनि यहाँका केही व्यक्तिहरूले अध्ययन गर्दाखेरि भारतको त्यो सामरिक रूप भएको हुनाले भारतले छोड्दैन भन्ने हिँड्ने। डाक्टर साहब, यसमा हामी एक एपिसोड अर्को गर्नै पर्ने बाध्यता भयो भने नेपाली जनतालाई अन्तिम प्रश्न म छु तपाईँले त्यहाँ कहाँ कुदाउनु अनि त्यस्तो पाइन्छ भन्न। अब र त्यस कारणले त्यो ठाउँमा हामीले छलफल गरेर हामी निकाल्नुपर्छ र सन्धि अर्को गर्नु छ भने गर्नुपर्छ। दुई देशका हितको विषयमा हामीले झगडा गर्नुभन्दा मिलेर कुरा त गर्न आउनु पर्यो नि त, नगर्ने अनि त्यसपछि जथाभावी गरेपछि नेपाली जनता पनि त एउटा उसमा पनि त अभिमान छ है एउटा। यो अब रह्यो तपाईँको चिकन नेकको कुरा, चिकन नेककोसँग तपाईँले अर्कोतिर जोड्नु भएको थियो, फेरि कहाँबाट कुद्नुभयो। तपाईँले के भन्नु भने बङ्गलादेशसँगको सीमा भएको छ, उनीहरूले मिलाएको छ, किनभने त्यो पकेटहरू कहीँ कता परेका छन्, कुनै कता परेका छन्। अरू देशमा पनि अहिले मै पनि अब एउटा बुद्धिजीवीले भनेको त्यता साटासाट गर्न मिल्दैन, यता समुद्रतिर पुग्ने यता छोड्नु न। ठिक छ, त्यो भने त के हो भन्नु पर्यो, पहिले त त्यो क्षेत्र महाकालीलाई स्वीकार गरिसकेपछि महाकालीको स्रोत को हो त टुङ्ग्याउनु पर्यो नि त, टुङ्गाइसके पर्यो। नटुङ्गाइकन तपाईँ अनि साटासाट गरेर कुरा बुद्धिजीवीहरूले भनेको कुरा राखेको, तपाईँले बुद्धिजीवीलाई सोध्नु न। मेरो कुरालाई त म के भन्ने भयो भने मेरो राष्ट्रको अखण्डता सार्वभौमिकता र छिमेकीले मिलेर बस्नुपर्छ, मिलेर बस्दाखेरि एकअर्कालाई इज्जत गर्नुपर्छ, सार्वभौमिकताको स्वीकार हुन्छ, अखण्डताको स्वीकार हुन्छ भने कसरी छुवाफाया मिलाउने भन्ने, त्यो हाम्रै स्वीकार नगर्ने अनि छुवाफाया कुरा गर्ने बुद्धिजीवीहरू राखा। अब चिकन नेकको हजुर चिकन नेकको कुरो के हो भने, चिकन नेकको कुरा के हो भने त्यो त अब वास्तविकमा रणनीतिक रूपमा दोकलामले देखायो होइन त। र अहिले पनि एकदमै भलरेबल स्थिति छ, त्यो इन्डियनहरूले मिलिट्रीले एकदम फोर्टिफाई गरिरहेछ। अहिले हालसालै 2-4 दिन अगाडि मात्रै मैले अन्डरग्राउन्डको सुने, त्यो एकजना महासेनानीलाई खसालेर धकेलेर मार्यो, चीनतर्फ कति मरे त त्यो उनीहरूले देखिया छैन। त्यसको विषयमा सलमान खानको एउटा सिनेमा बनेको छ हजुरको अहिले, त्यसको महत्त्वले गर्दा आजसम्म भारतमा टिकटक बन्द छ, सबैभन्दा महत्त्वपूर्ण। अब त्यसैले त्यो विषयमा भन्दा पनि हामीले पहिलो कुरा चिकन नेक आदि उसको समस्या हो, हामी सतर्क हुनुपर्छ, सतर्क हुनुपर्छ। हामीले किताबहरू आइरहेछन् हजुर, तपाईँलाई चाहिन्छ भने मलाई लाग्छ 25 तारिकमा रिभिजिट यो उसमा बर्मल रिभिजिटमा यही विषयमा छलफल हुँदैछ। हजुरलाई पनि ढिला भइसक्यो अर्को कार्यक्रम जानलाई। अब माओवादी विद्रोहको दौरान त हाम्रो अब जिल्ला सुरक्षा समिति म गुल्नुमा पनि थिएँ, मुस्ताङमा सिडिओ साहब हुनुहुन्थ्यो प्रदीप राज कणेल, उहाँले करिब 10वटा जिल्लामा चाहिँ सिडिओ गरेर अहिले पनि हामी मित्रै छौँ, बेलामा छलफल हुन्छ। अनि विभिन्न मेसेजहरू आउने, जेमा पनि हाम्रा निजामती सर्वोच्चतालाई पुरा ख्याल पार्ने भनेपछि अनि जिल्ला सुरक्षा समितिमा त्यो यसो देखाउँदाखेरि निजामती सर्वोच्चता भन्नुहुन्छ अनि तपाईँहरू दबाब चाहिँ तपाईँहरू गर्ने भनेर उहाँले यी कुरा बारम्बार मलाई दोहोऱ्याइरहने। नाम चाहिँ निजामती सर्वोच्चता भन्ने अनि दबाब गरेर तपाईँहरूले भने टेर्नुपर्ने त अवस्था रहेछ नि, यहाँ बन्दुक हामीसँग छैन भन्नुहुन्थ्यो। तर म चाहिँ साँच्चीकै निजामती सर्वोच्चता भन्ने मान्छु। अहिले जो अवकाश प्राप्त छ नि कुलिङ पिरियड भन्ने, त्यहाँ त गएर पद त पुरेर बसेर हुन्छ निजाम। हजुरले पनि आइबक्सेन होला, राजदूत खाने कि लोकसेवामा जाने कि अख्तियारमा जाने होइन निजामती सर्वोच्चता त राजनीति सेटिङ भएर भयो। यो हेर्नुहोस्, यो मेरो विचारमा यो हाम्रा साथीहरू मित्रहरूले यस्तो रियाल नगाट्नु पर्ने, यो लागेर गलत हो। म त कुलिङ पिरियडको कुलिङ पिरियडको त पक्षपाती हो। यदि मैले ठिक छ म काम नलाग्ने थिएँ, मलाई दिए, मैले पनि त त्यस्तै ताल गरेर त तपाईँले आज मलाई महामहिम भन्नुहुन्थ्यो के भन्नुहुन्थ्यो होला, म आम नागरिकको रूपमा किन बोलाउनु? अख्तियार दुरुपयोग प्रमुख हो, छोड्नुहोस् न त्यो के कुरा गरेँ। म रिटायर हुने बेला त्यही 50 को दशकमा थिएँ अनि त्यो बेला हुनुपर्ने व्यक्ति हो नि त हजुर। म के ज्ञानले मलाई किन चाहियो? म आफ्नो अनुसन्धान दामै चढाउन जानु पर्ने होइन। त्यसैले म भन्छु हे मित्र हो, त्यति रियाल नकाट, तिमीमा क्षमता छ भने बाहिर पनि तिमीले काम गरी खान सक्छौ।
त्यो त हजुरको सक्रियता देखिया छ। होइन गरी खान्छौ त्यस्तै बेइज्जत चाहिने नगरिदेऊ न हौ। मैले मान्ने मुलुकको प्रशासकमा चन्द्रबहादुर जनोल, कुलशेखर शर्मा, प्रद्युम्नलाल राजभण्डारी जस्ता पनि थिए, कृष्ण प्रसाद बहादुर मानन्धर, मल्ल, छगनदेव जरसाबै र रामप्रसाद मानन्धर जस्ता व्यक्तिहरूको एउटा जुन थियो, पछि आएर पनि 101 भएर लौ न तिनको इज्जत नफाल्देऊ न हो। तिमीमा क्षमता छ भने बाहिर आएर सक्छौ है, त्यति र्याल नकाट। तिम्रो क्षमता छ भने तिमीलाई सरकारी पद चाहिँदैन, त्यो सार्वजनिक पद चाहिँदैन, तिमीलाई समाजले इज्जत गर्छ। लौ न त्यतितिर लाग, यसमा नफस। म अन्त्यमा म कुलिङ पिरियडको पक्षपाती हुँ। हस् डाक्टर साहब, म अर्को एक एपिसोड चाहिँ यो काला पानीको विषयमा 3 करोड नेपाललाई ज्ञान दिनलाई फेरि हजुरलाई बोलाउँछु। ल धन्यवाद। ल नमस्ते। नमस्ते।